तिम्रो कार्ड थाहा छ कुन राइट उसले रोजेको कार्ड दियो म्याजिकको कार्ड देखाउनु म्याजिक लेखेको ओके उता पनि देखाउनु ल म्याजिक हेर्नुहोस् मैले पहिले नै प्रिडिक्ट गरेर राखेको छु है यो कार्डमा 2 2 1 1 3 3 4 4 2 2 3 3 म्याच भयो म्याजिक उसले ऱ्यान्डमली लेख्यो नि ऱ्यान्डमली लेखेको नम्बर मैले पनि ऱ्यान्डमली लेखेँ एन्सर चाहिँ म्याच भयो पहिले नै प्रिडिक्ट गरेर राखेको आजको यो भिडियोमा हामीले म्याट्रिक सिक्दैछौँ है म्याथको म्याजिक चाहिँ कसरी गर्ने ऊ भाइले चाहिँ 3वटा अङ्कहरू भाइले दिन्छ बाँकी 2टा मैले लेख्छु ल उसको एन्सर चाहिँ है ऊ सबै उसको भाइको ऱ्यान्डमली जो पनि नम्बर लेख्छ उसको एन्सर चाहिँ मैले पहिले नै प्रिडिक्ट गरेको हुन्छु जो मिल्छ मिल्दैन म्याजिक हेर्नु होला है ओके भाइले अब 5 अङ्कको कुनै 5 अङ्कबाट बनेको कुनै सङ्ख्या लेख्नु पर्यो अलि पर गएर ट्याक्कै क्यामेरामा देखिने ओके क्यामेरा नजिक लिएर देखिने ओके देखियो जुनसुकै पनि ऱ्यान्डम 5 अङ्कको भयो नजिक नजिक लेख ओके 5 अङ्क ऱ्यान्डमली जो मनमा लाग्छ त्यो लेख ओके ओके यहाँ स्टप ल 5 अङ्क लेखिसक्यो है हेर्नु होला ल यसलाई यसरी खानु लाग्छ त्यस्तै गर्नु ओके यहाँ लेख्नु भएको छ है अब यसको एन्सर चाहिँ मैले प्रिडिक्ट गर्छु है यसको एन्सर 1 3 4 2 5 यसको एन्सर चाहिँ कति छ 1 3 4 2 5 ओके म्याजिक यो भित्र छ है उसले अङ्क लेखिसक्यो म्याजिक चाहिँ यो भित्र छ है हेर्नु होला अब फेरि लेख जुनसुकै ऱ्यान्डमली 5वटै हुनु पर्यो अब मुनि लेख्ने 5वटै है जुनसुकै पनि लेख्न सक्छ म्याजिक यो भित्र छ है 1 2 3 4 5 ओके अब बाँकी मैले लेख्छु ऱ्यान्डमली है वान हो ओके मैले पनि ऱ्यान्डमली लेखेँ है ओके ऱ्यान्डमली लेख्छु मैले पनि ओके ऱ्यान्डमली मैले पनि नम्बर लेखेँ अब यसलाई जोडौँ है सबैले एन्सर चाहिँ यो अब नजिक देख अझै तैँले यता क्यामेरा जुम गर्नु यतिमै ओके एन्सर यो अब म्याजिकको कार्ड देखाउनु म्याजिक लेखेको ओके उता पनि देखाउनु ल म्याजिक हेर्नुहोस् मैले पहिले नै प्रिडिक्ट गरेर राखेको छु है यो कार्डमा 2 2 1 1 3 3 4 4 2 2 3 3 म्याच भयो म्याजिक उसले ऱ्यान्डमली लेख्यो नि ऱ्यान्डमली लेखेको नम्बर मैले पनि ऱ्यान्डमली लेखेँ एन्सर चाहिँ म्याच भयो पहिले नै प्रिडिक्ट गरेर राखेको थिएँ ओके ओके म्याजिक हेर्नु है अब ऱ्यान्डमली हो कार्डहरुमा के पनि छैन मैले 9वटा कार्डहरु यता ऱ्यान्डमली राख्छु 2 3 1 2 3 1 2 3 ओके अब भाइले कुनै पनि यो डेक तथा यो डेक यो जुनसुकै डेकबाट पनि एउटा पुरै डेक उठाएर तपाईहरुलाई देखाउँछ उले चुज गरेको कार्ड चाहिँ मैले निकालेर राख्दिन्छु मैले चाहिँ पत्ता लगाएर हेर्दिन्छु ल मलाई नदेखाइकन एउटा कार्ड चुज गर क्यामेरामा चाहिँ देखाऊ है क्यामेरामा क्लियर देखिनु पर्यो ओके चुज गर मलाई देखाऊ देखिसक्यो पुरै डेक अगाडिको पत्ता सबैभन्दा अगाडिको देखियो यो वाला कार्ड यो ओके देखियो ल यहाँ अब कुन माथि राख्ने इन दुईटा मध्ये जुनसुकै पुरै यहाँ राख्ने यहाँ राख्ने ओके यसमा राख ओके अब नदिने अब मैले तिमीले म यसलाई सफल गर्छु जाने पनि मन लाग्छ जताखेर रोक्न मन लाग्छ स्टप भन्ने है ओके बस ओके स्टप केमा स्टप गर्यो 8 आउट क्लब्समा ओके मैले यो स्पेल गरेर
तिमीले रोजेको कार्ड चाहिँ निकालिदिन्छु है। ओके 8 हो EIGST 8 OF 8 हो CLUBS क्लब हो। अब तिमीले रोजेको कार्ड कुन हो थाहा छ? 8 अफ क्लब छ। यदि अब म यसरी निकाल्छु हेर्नुहोस् है। यदि अर्को ठाउँमा 1 2 ओके तिमीले अर्को ठाउँमा स्टप भनेको भए यो आउँथ्यो हो। ओके अर्को ठाउँमा भनेको भए अर्कै ठाउँमा रोकेको भए यो पनि आउँथ्यो। तर तिम्रो कार्ड थाहा छ कुन हो? राइट उसले रोजेको कार्ड दियो।